Namaste to all. It's me Nita Tamang from Pokhara, Nepal. I am mom of one toddler cute baby and profession by my beautician. Currently, I am engaged on this digital marketing online platform, which is so amazing, होइन. So अब यो बिजनेसको बारेमा चाहिँ धेरैजनालाई थाहा छैन के हो त डिजिटल मार्केटिङ बिजनेस भनेर होइन त्यो कारणले गर्दा चाहिँ जसलाई चाहिँ डिजिटल मार्केटिङको थाहा छैन जो चाहिँ एकदम अननोन हुन्छ जो चाहिँ जेरो नलेज छ यो बिजनेसप्रति जो चाहिँ यो बिजनेसमा एकदम अननोन हुनुहुन्छ स्पेसल्ली मैले चाहिँ उहाँहरूको लागि यो भिडियो बनाएको हो होइन ताकि यो भिडियो चाहिँ अराउन्ड 7-8 मिनटको छ होइन त्यो कारणले गर्दा यो भिडियोलाई चाहिँ स्किप नगरी लास्टसम्म हेर्नुभयो भने चाहिँ तपाईँहरूले डिपली बुझ्नुहुन्छ क्या यो बिजनेसमा के गर्ने हो कति इन्भेस्ट गर्ने हो के सामान बेच्ने हो है सो भिडियोलाई चाहिँ ध्यान दिएर हेर्नु होला है त होइन अब बिफोर स्टार्ट होइन स्टार्ट गर्नुभन्दा अगाडि पहिला चाहिँ डिजिटल मार्केटिङ बिजनेस भनेको के हो भन्ने कुरा बुझ्न चाहिँ एकदम धेरै जरुरी छ है तपाईँलाई चाहिँ अलरेडी होइन यो प्रोग्राममा भनेको चाहिँ अलरेडी यो बिजनेसभित्र चाहिँ डन फर यु प्रोडक्ट छ जसको कारणले गर्दा चाहिँ कम्पनीले तपाईँलाई चाहिँ त्यस्तो 4वटा चाहिँ हाई मार्केट डिमान्ड प्रोडक्टहरू सप्लाई गर्छ दिन्छ होइन जुन जहाँ चाहिँ तपाईँले आफूले यो बिजनेसमा इन्भल्भ भए पनि मैले के सामान बेच्ने होला भन्ने कुराको बारेमा सोच्नु परेन जहाँ चाहिँ मैले मेरो कुन प्रोडक्ट क्रिएट गर्ने होला भन्ने कुराको बारेमा यु डोन्ट ह्याभ टु वरी है किनभनेदेखि अलरेडी यु ह्याभ प्रोडक्ट है डन फर यु प्रोडक्ट होइन अब सिम्पली भाषामा चाहिँ भन्नुपर्दाखेरि चाहिँ डिजिटल मार्केटिङ अनलाइन बिजनेस भनेको चाहिँ होइन एउटा चाहिँ सिम्पल मोडल बिजनेस हो क्या होइन जसलाई चाहिँ हामी प्योर अर्ग्यानिक बिजनेस भन्छौँ होइन जहाँ चाहिँ हामीले चाहिँ कस्टमरहरू चाहिँ फ्रीमा ल्याउने हो क्या होइन कस्टमर ल्याएको बापत कसैलाई कमिसन बाँड्नु पनि परेन कोहीबाट लिन पनि परेन त्यस्तो खालको चाहिँ अनलाइन प्लेटफर्म हो क्या अब डिजिटल यसरी बुझौँ यसलाई होइन डिजिटल मार्केटिङ अनलाइन बिजनेस भनेको चाहिँ होइन अर्काले अलरेडी क्रिएट गरेको प्रोडक्टमा चाहिँ आफू पार्टनर बनेर होइन त्यसलाई चाहिँ सोसल प्लेटफर्म लाइक फेसबुक टिकटक इन्स्टाग्राम ट्विटर होइन युट्युब आफूलाई जहाँ कम्फर्ट हुन्छ त्यहाँ गएर चाहिँ हामीले मार्केटिङ गरेर चाहिँ होइन फ्रीमा कस्टमर ल्याउने बिजनेसलाई चाहिँ हामी डिजिटल मार्केटिङ अनलाइन बिजनेस भन्छौँ है अनि कतिजना चाहिँ मार्केटिङ गर्ने भनेपछि डराउनुहुन्छ है आफ्टर अल तपाईँले जुनै बिजनेस गर्नुभयो पनि त्यहाँ मार्केटिङ नगरिकन त नथिङ क्यान चेन्ज है किनभनेदेखि चाहिँ जबसम्म तपाईँले मार्केटिङ गर्नुहुन्न त्यतिखेरसम्म चाहिँ तपाईँको फलोवर्स तपाईँको अडियन्स तपाईँको पब्लिकलाई चाहिँ तपाईँसँग के प्रोडक्ट छ त बेच्नको लागि भन्ने कुरा चाहिँ दे डोन्ट नो है त्यो कारणले गर्दा चाहिँ सो मार्केटिङ गर्नुपर्छ सो मार्केटिङ पनि कुन तरिकाले गर्ने भन्ने कुरा चाहिँ यो नेट टु लर्न है सो यु डोन्ट ह्याभ टु वरी अबाउट दिस होइन अब डिजिटल मार्केटिङ बिजनेस भनेको के हो भन्ने कुरा पक्कै बुझ्नुभयो होइन अब डिजिटल मार्केटिङ बिजनेसमा चाहिँ के सामान चाहिँ बेच्ने भन्दाखेरि चाहिँ होइन यहाँ भनेको चाहिँ हामीले चाहिँ डिजिटल प्रोडक्टहरू सेल गर्ने हो है डिजिटल प्रोडक्ट भनेको चाहिँ अनलाइन कोर्स हो इ लर्निङ बुक्स हो इ बुक्स हो कसैले बनाएको प्रोग्राम कोचिङ हो सफ्टवेयरहरू हो टुल्सहरू हो होइन जुन चाहिँ प्रोडक्टलाई हामीले फिजिकल जस्तो आँखाले देख्न सक्दैन त्यसलाई टच गर्न सक्दैन त्यसलाई चाहिँ एक ठाउँबाट अर्को ठाउँमा क्यारी गरेर लान मिल्दैन बट स्टिल त्यही प्रोडक्टलाई चाहिँ हामीले सेल गरेर जहाँ चाहिँ 100% प्रफिट चाहिँ अर्न गर्न सक्छौँ क्या होइन सो दिस इज द बेस्ट पार्ट अफ दिस बिजनेस होइन अब डिजिटल प्रोडक्टभित्र चाहिँ हाम्रो 4वटा क्याटेगोरिज छ होइन जुन चाहिँ हाम्रो $100 सुरु भएर चाहिँ $900 छ है $100 प्रोग्रामलाई हामी लन्च प्याड भन्छौँ होइन अनि त्यसपछि $300 प्रोग्रामलाई चाहिँ हामी डेली इन्कम ब्लु प्रिन्ट प्रोग्राम भन्छौँ होइन त्यसपछि हामीसँग $600 प्रोग्राम छ जसलाई चाहिँ हामी डिजिटल मास्टरी भन्छौँ भनेदेखि होइन हामीसँग $900 प्रोग्राम छ जसलाई चाहिँ भन्छ हामी लेगेसी बिल्डर प्रोग्राम होइन सो यहाँ चाहिँ तपाईँहरूलाई चाहिँ यति धेरै सजिलो बनाइदिएको छ कि होइन तपाईँहरूले चाहिँ अब कुन प्रोडक्ट चुज गर्ने भन्ने कुरा चाहिँ अब त्यो तपाईँहरूको दक्ष अनुसार हो है सो त्यो चाहिँ अब तपाईँहरूकै डिसिजनमा चाहिँ भर पर्ने कुरा हो है यही प्रोडक्ट चुज गर्नुपर्छ भन्ने चाहिँ छैन लिटरली होइन अब यसमा के सामान बेच्ने भन्ने कुरा त पक्कै बुझ्नुभयो होइन अब किन जोइन गर्ने त यो बिजनेस जोइन गर्दा के छ त फाइदा भन्नुहुन्छ भने देयर आर लट्स अफ एडभान्टेज है नम्बर फर्स्ट भनेको चाहिँ हामीलाई चाहिँ यहाँ लोकेसनको फ्लेक्जिबल छ है तपाईँले संसारको जुनसुकै कुनामा बसेर यो बिजनेसलाई रन गर्न सक्नुहुन्छ यसमा चाहिँ कुनै पनि लोकेसन तोकेको छैन कि एक ठाउँमा मात्र बसेर गर्नुपर्छ भन्ने होइन सो नम्बर सेकेन्ड भनेको चाहिँ टाइमको फ्लेक्जिबल छ होइन तपाईँलाई चाहिँ त्यस्तो टाइमको कुनै पनि प्रेसर छैन मेन्टल प्रेसर छैन फिजिकल प्रेसर छैन होइन यति टाइमभित्र अवधिमा सक्नुपर्छ भन्ने छैन होइन आफ्टर अल आफ्नै बिजनेस हो होइन आफूले लिड गरेर बस्ने हो त्यो कारणले गर्दाखेरि चाहिँ त्यस्तो हार्ड गर्नु पर्दैन यो बिजनेस भनेको चाहिँ होइन लेस वर्क मोर मनी हो क्या होइन त्यो कारणले गर्दाखेरि चाहिँ सो तपाईँहरूले यहाँ दिने भनेको 2 देखि 3 घन्टा मात्रै टाइम हो होइन अर्को कुरा भनेको चाहिँ यो बिजनेसमा चाहिँ होइन सो तपाईँहरूले चाहिँ अब एकदम फ्रेन्डली बजेट बिजनेस छ होइन जहाँ चाहिँ तपाईँले चाहिँ त्यस्तो हाई बजेटबाट इन्भेस्ट गर्नुपर्छ भन्ने छैन सुरुमा चाहिँ तपाईँले $100 पनि जोइन गर्न सक्नुहुन्छ है नम्बर 4 भनेको तपाईँलाई चाहिँ कुनै पनि त्यस्तो हातमा मास्टर डिग्रीको सर्टिफिकेट चाहिँदैन क्या लिटरली सामान्य लेखबाट गर्नुभएको छ बट इङ्ग्लिस चाहिँ अलिक मजाले बुझ्नुहुन्छ बोल्न नआए पनि भनेदेखि चाहिँ यु क्यान जोइन है अर्को कुरा भनेको त्यस्तो कागजात डकुमेन्ट्सहरू कुनै पनि पेस गर्नु पर्दैन होइन अनि नम्बर 6 भनेको अब तपाईँलाई चाहिँ त्यस्तो कम्प्युटर स्किल्सहरू आउनुपर्छ
हुनुपर्छ भन्ने छैन, तपाईँ टेक्निकल फिल्डको हुनुपर्छ भन्ने छैन, अथवा चाहिँ तपाईँ कुनै पनि बिजनेस ब्याकग्राउन्डबाट हुनुपर्छ भन्ने चाहिँ छैन है। सो देयर आर लट्स अफ एडभान्टेज होइन। अब तपाईँ अब यो बिजनेस जोइन गर्न इन्ट्रेस्टेड हुनुहुन्छ, के चाहिन्छ त होइन, मोस्ट इम्पोर्टेन्ट कुरा भनेदेखि चाहिँ त्यहाँ चाहिँ एकदम 4वटा कुरा चाहिँ एसेन्सियल है। नम्बर 1 भनेको चाहिँ तपाईँलाई दिनमा 2-3 घन्टा टाइम होइन। अर्को कुरा भनेको चाहिँ स्मार्ट डिभाइस है, त्यो चाहिँ ल्यापटप पनि हुनसक्छ अथवा एउटा एन्ड्रोइड फोन पनि हुनसक्छ होइन। नम्बर 3 भनेको चाहिँ दिनमा 2-3 घन्टा टाइम, अनि नम्बर 4 भनेको चाहिँ ब्लु प्रिन्ट है, मोस्ट इम्पोर्टेन्ट कुरा है। सो अब 3टा कुरा अलरेडी छ होइन, तपाईँले चाहिँ मेन त्यही यही ब्लु प्रिन्टमा चाहिँ इन्भेस्ट गर्ने हो क्या होइन। यो ब्लु प्रिन्ट भनेको के भन्नुहुन्छ भने इट्स लाइक अ प्रोपर रोड म्याप होइन। जसरी एउटा आर्किटेक्चरले घर बनाउने बेला चाहिँ एउटा नक्सा कोर्छ होइन, ताकि उसलाई चाहिँ नक्सा अनुसार जान सजिलो हुन्छ क्या, कहाँनिर पूजा कोठा राख्ने, कहाँनिर बैठक बनाउने, कहाँनिर बाथरुम राख्ने भनेर चाहिँ होइन, जसरी उसलाई सजिलो हुन्छ। लाइकवाइज सेम इयर है, हाम्रो यो बिजनेसमा पनि होइन ब्लु प्रिन्ट भनेको चाहिँ तपाईँलाई चाहिँ 0 लेभलबाट चाहिँ होइन गाइड गरेर स्टेप वाइज स्टेप चाहिँ सबै ट्रेनिङहरू दिने हो क्या होइन। कसरी मार्केटिङ स्किल सिक्ने होइन, कसरी चाहिँ एट्र्याक्सन गर्ने, त्यो हाम्रो फलोवर्सहरूलाई चाहिँ आफ्नो बिजनेसमा एट्र्याक्ट गरेर लिएर आउने, एभ्रिथिङ यु विल लर्न फ्रम द्याट ब्लु प्रिन्ट है। अब अर्को कुरा भनेको चाहिँ होइन, सो अब इम्पोर्टेन्ट कुरा त बुझिहाल्नुभयो होइन, के छ भन्ने कुरा, के जोइन गर्ने भन्ने कुरा, अनि वाइ ब्लु प्रिन्ट के, अब किन ब्लु प्रिन्टमा चाहिँ इन्भेस्ट गर्ने भन्नुहुन्छ भने चाहिँ अब चाहिँ ब्लु प्रिन्ट भनेको किन ब्लु प्रिन्टमा इन्भेस्ट गर्ने भन्दाखेरि चाहिँ होइन, तपाईँ यो प्रोडक्टमा चाहिँ तपाईँलाई चाहिँ सरी यो बिजनेसमा चाहिँ अननोन छ, तपाईँ 0 नलेज छ होइन, 0 स्किल छ, त्यही पनि यो बिजनेस रन गर्न चाहनुहुन्छ भने चाहिँ त्यस्तो ब्लु प्रिन्टमा इन्भेस्ट गर्नु पऱ्यो, वान टाइम इन्भेस्टमेन्ट, जुन ब्लु प्रिन्टले चाहिँ तपाईँलाई चाहिँ होइन 0 लेभलबाट सबै कुरा सिकाउँछ र अनि सिकाएर चाहिँ त्यसले चाहिँ हाई इन्कम कसरी गर्ने भन्ने कुरातिर लान्छ होइन। सो अर्को कुरा भनेको चाहिँ अब तपाईँसँग अलरेडी प्रोडक्ट नै छैन होइन, यो बिजनेसमा इन्भल्भ हुनु भएपछि आफ्टर अल तपाईँले प्रोडक्ट बनाउनु परेन होइन, यहाँ चाहिँ अलरेडी डन फर यु प्रोडक्ट दिएको हुन्छ, त्यो कारणले गर्दा चाहिँ ब्लु प्रिन्टमा इन्भेस्ट गर्नु पऱ्यो है। अनि यहाँ भनेको चाहिँ तपाईँले लाइभ कोचिङ पाउनुहुन्छ, जुन अरू कोही बिजनेसमा पाउनु हुँदैन है। त्यो कारणले गर्दा चाहिँ अब कसरी जाने, म कहीँ गएर स्टक भयो भने के गर्ने होला भन्ने कुरा चाहिँ तपाईँले आफ्टर अल त्यो सोच्नु परेन क्या होइन। सो यहाँ भनेको कम्युनिटी सपोर्ट पाउनुहुन्छ, हेल्पिङ ह्यान्ड्सहरू धेरै छ क्या यो बिजनेसमा होइन, त्यो कारणले गर्दा है। अब चाहिँ वाइ अब तपाईँहरूले चाहिँ हाउ टु लर्न होइन, कसरी सिक्ने त यो डिजिटल मार्केटिङ बिजनेस भन्नु भने यु हेभ 2 चोइस है। नम्बर 1 भनेको योर सेल्फ होइन, आइदर अब तपाईँ आफै सिक्नुहुन्छ होइन, म किन इन्भेस्ट गर्ने त, म आफै सिक्छु नि, त्यो एआई टेक्नोलोजीबाट, युट्युबबाट होइन, अथवा चाहिँ च्याट जिपिटीबाट भन्नुहुन्छ भने चाहिँ गुड लक टु यु अल भन्न चाहन्छु होइन। भने चाहिँ नेक्स्ट अप्सन नम्बर 2 भनेको चाहिँ अलिकति आफूलाई थोरै इन्भेस्ट गरी हेरौँ होइन, जहाँ चाहिँ तपाईँको वान टाइम इन्भेस्टमेन्ट बिजनेस इन अ प्याकेज हो क्या होइन। त्यो कारणले गर्दाखेरि चाहिँ वान टाइम इन्भेस्टमेन्ट गरेर चाहिँ किन आफूलाई चाहिँ लाखौँचोटि करोडौँचोटि चाहिँ फाइदा नलिने त भनेर चाहिँ त्यो माइन्डसेटले चाहिँ लिएर अघि बढ्नुहुन्छ भने चाहिँ तपाईँले चाहिँ थोरै इन्भेस्ट गरेर चाहिँ सिक्न सक्नुहुन्छ है त। होप कि यो भिडियोले चाहिँ तपाईँहरूलाई धेरै हेल्पफुल बनाउन सक्छ होइन। अनि जाँदै लास्टमा के भन्न चाहन्छु भनेदेखि मार्केटमा डिजिटल मार्केटिङ बिजनेस भनेर अहिले एकदम धेरै ट्रेन्डिङमा छ, बट डिजिटल मार्केटिङ बिजनेस भनेर नाम एउटै भए पनि देयर आर लट्स अफ डिजिटल मार्केटिङ बिजनेस है, कहिले पनि नझुकिनु है। सो कुन चाहिँ डिजिटल मार्केटिङ बिजनेस चाहिँ आफ्नो लागि इफेक्टिभ छ र कुन चाहिँ राम्रो छ, कहाँ चाहिँ पैसा इन्भेस्ट गर्यो भने मेरो डुब्दैन भन्ने कुरा चाहिँ यु हेभ टु फिल्टर है त। सो होप कि होइन इट मेक्स सेन्स है, यो भिडियोले चाहिँ पक्कै पनि तपाईँहरूलाई हेल्पफुल बनाउने छ है। सो अब चाहिँ तपाईँहरूले चाहिँ यो भिडियो हेर्नु भएपछि म चाहिँ के होप गर्छु भने चाहिँ एक्सन चाहिँ लिनु पर्यो है। जबसम्म तपाईँ एक्सन लिएर चाहिँ त्यो आफ्नो डरलाई चाहिँ, त्यो फियरलाई चाहिँ फाइट गरेर चाहिँ त्यो सर्कमस्ट्यान्सबाट बाहिर आउनुहुन्न, त्यति बेलासम्म चाहिँ नथिङ क्यान चेन्ज है। तपाईँ चाहिँ जहाँको त्यहीँ हुनुहुन्छ, त्यो कारणले गर्दा चाहिँ सो एक्सन लिनुहोस्, अगाडि बढ्नुहोस्, अनि त्यसपछि लेट्स डु इट टुगेदर है त, सँगै गरौँला बिजनेस।